सन्त रामपालजी महाराज एउटा यस्तो महान सन्त हुनुहुन्छ जसले आफ्नो सद्भक्ति, तत्त्वज्ञान, करुणा तथा सेवाको बलले समाजमा नयाँ उदाहरण कायम गर्नुभएको छ। सन्त रामपालजी महाराजको अगुवाईमा उहाँका सबै सतलोक आश्रमहरूले समाज कल्याणका अद्भुत कार्यहरू गरी समाजमा सुनौलो भविष्यको नयाँ आशा जागृत गरेका छन्। सन्त रामपालजी महाराजबाट नाम दीक्षा लिए पश्चात लाखौं मानिसहरूको असाध्य रोगहरू जस्तै क्यान्सर, एड्स इत्यादि निको भएका छन्। सन्तजीको ज्ञानबाट प्रेरित भएर उहाँका अनुयायीहरूले लाखौं युनिट रक्तदान गरेका छन्। सन्तजीले लाखौं चेलीबेटीहरूको दाइजोमुक्त विवाह गराउनु भएको छ। सन्तजीले लाखौं मानिसहरूको नशा सेवनको लत छुटाउनु भएको छ र यसरी करोडौं बिग्रिएका परिवारको जीवन सुखमय बनाउनु भएको छ। सन्तजीका आश्रमहरूमा समागमको अवधिमा निशुल्क नेत्र चिकित्सा तथा दन्त चिकित्सा प्रदान गरिन्छ। सन्त रामपालजी महाराजद्वारा समय समयमा पर्यावरण संरक्षणको उद्देश्यले बृहत स्तरमा वृक्षारोपण गरिन्छ। सन्तजीले जरुरतमन्दहरूलाई तत्काल राहत दिनका लागि एम्बुलेन्स सेवा प्रदान गर्नुभएको छ। सन्तजी आफ्ना अनुयायीहरूलाई देहदानका लागि प्रेरित गर्नुहुन्छ, जसबाट मानवताको सेवा र चिकित्सा क्षेत्रमा सुधार हुन सकोस्। सन्त रामपालजी महाराजका सबै आश्रमहरूमा हरेक दिन निशुल्क भण्डारा आयोजित गरिन्छ, जहाँ दिनहुँ हरेक जाति तथा धर्मका मानिसहरू सँगसँगै बसेर भोजन गर्छन्। सन्त रामपालजी महाराजको अन्नपूर्ण अभियानले गरिब र बेसहाराहरूको जीवनमा एउटा नयाँ ऊर्जा र आशाको किरण जगाएको छ। घर घर खाद्य सामग्री र जरुरी मद्दत पुर्याएर सन्त रामपालजी महाराजले मानिसहरूको दुःख र विवशतासित लड्ने ताकत प्रदान गर्नुभएको छ। सन्त रामपालजी महाराजद्वारा गरिबहरूका लागि घर बनाइदिने अद्भुत कार्यले एउटा यस्तो उदाहरण कायम गर्दैछ जसले सदियौंसम्म सन्तजीको उदारता र दया भावनाको लागि उहाँलाई चिनिनेछ। सन्त रामपालजीका आश्रमहरूमा हजारौं बुजुर्गलाई सम्मान र प्रेमका साथ जीवन जिउने अवसर प्राप्त हुन्छ। उनीहरूको खाना, बसाई तथा स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी सन्त रामपालजी महाराजले वहन गर्नुहुन्छ। टोहुरा बालबालिकाका लागि सन्त रामपालजीका सबै आश्रमहरू कुनै वरदान भन्दा कम छैनन्। त्यहाँ उनीहरूका लागि शिक्षा, संस्कार तथा भविष्यका लागि राम्रो अवसर प्रदान गरिन्छ। बाढी होस् वा भूकम्प वा महामारी, सन्त रामपालजी महाराज तथा उनका अनुयायीहरू सदा जरुरतमन्दहरूका लागि सबभन्दा अगाडि उभिन्छन्। कोभिड महामारीका समयमा सन्त रामपालजीका आश्रमहरूबाट करोडौं मानिसहरूका लागि भोजन, औषधि तथा जीवन रक्षक सामग्रीहरू उपलब्ध गराइयो। गरिबलाई मद्दत गर्नु पर्दा होस् वा शोषित पीडित वर्गको हक र सम्मानको लडाईँमा सन्त रामपालजीले सधैँ उनीहरूको आवाज सरकारसम्म पुर्याउनु भएको छ र उनीहरूलाई उचित न्याय दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। समाजमा आध्यात्मिक तथा सामाजिक मूल्यप्रति जागरुकता ल्याउन सन्त रामपालजी महाराज हरेक पाइलामा मानवताको सच्चा सेवक साबित हुनुभएको छ। सन्त रामपालजीको जीवनले हामीलाई सिकाउँछ कि सच्चा सेवा त्यो हो जो निस्वार्थ भावले गरिन्छ। आउनुहोस् हामी पनि यस महान सेवा कार्यमा यी महान सन्तसित जोडियौं र सन्त रामपालजी महाराजबाट नाम दीक्षा लिएर आफ्नो जीवन धन्य बनाऊ। ब्रह्मा, विष्णु, महेश्वर अजर अमर होइनन्। उहाँहरूको पनि आविर्भाव अर्थात् जन्म तथा तिरोभाव अर्थात् मृत्यु हुन्छ। प्रमाणका लागि कृपया हेर्नुहोस् देवी भागवत महापुराण। कृपया अवश्य सुन्नुहोस् जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजका अमृत वचन, सबै पवित्र धर्महरूका पवित्र शास्त्रहरूका आधारमा। अरूलाई मोक्षको बाटो देखाउँदै घर घर हिँड्ने तर आफू भने सधैँ मोक्ष हुँदैन कि भन्ने त्रासमा बाँचेका अग्निप्रसाद पण्डित थिए। घर घरमा गई पूजा लगाउने
रुद्री, श्राद्ध, स्वस्थानी आदि गराएर मोक्षको बाटो देखाउँथे। तर आफूले गीता पढेकाले गीतामा भनिए अनुसारको भक्ति आफूमा नभएको महसुस गर्दथे। तैपनि सद्भक्ति मार्ग स्पष्ट रूपमा थाहा नपाएर आफू पनि नेपाल र भारतका विभिन्न स्थानका देवी देवताका मन्दिरमा चक्कर काटी वरदान माग्दथे। तर उनलाई न त कुनै किसिमको लाभ भयो, न त मनमा शान्ति नै आयो। भगवानको कृपाले एक दिन उनले तत्वदर्शी सन्तद्वारा रचित ज्ञान गंगा पुस्तक भेटे र टिभीमा तत्वदर्शी सन्तको वेद पुराणबाट प्रमाणित सत्संग सुने। त्यसपछि आफूले गरेको र गराएको भक्ति शास्त्र सम्मत नभएकै कारण लाभ नपाएको थाहा पाए। तत्वदर्शी सन्तको नामदान केन्द्रमा गई उहाँबाट नाम दीक्षा लिएर भक्ति गर्न थाले। त्यसपछि के भयो त, उनीबाटै सुनौ। हजुर नमस्कार। सत साहिब। हजुरको नाम के होला? अग्निप्रसाद चापागाई हो हजुर। हजुर कहाँबाट आउनुभयो? शुद्धोदन 3 बेतानी रूपन्देही। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? सन् 2018 9 जुन शनिबारको। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले हजुर के कस्ता भक्ति साधनाहरू गर्नुहुन्थ्यो? यस्तै जस्तै पारम्परिक हाम्रो ब्रह्मा, विष्णु, महेश्वर, गणेश, दुर्गाजी उहाँहरूको पत्थर पूजा जस्तै शिवलिङ्ग पूजा यिनीहरू हामीले पारम्परिक पूजा गर्दथ्यौँ। अनि म पण्डितको काम पनि गर्थेँ। मैले 10 वर्ष बसेर गुरुजीसित पण्डित गुरु बनाएर मैले आफू पण्डित बनेको थिएँ। मैले सबैलाई व्रतबन्ध आदि गराएर मैले यो गायत्री मन्त्र पनि प्रदान गर्ने गर्थेँ। अरू पनि धेरै पितृ पूजाहरू गराउने अनि गरुड पूजाहरू, गरुड पनि भन्ने, गरुड पुराणहरूको कथा लगाउने अनि अनेक प्रकारका कथाहरू गर्ने, जस्तै स्वस्थानीका कथाहरू भन्ने, यिनीहरू काम म आफै गुरु भएर पनि गर्थेँ। विभिन्न देवी देवताहरूको पूजा आराधनाका साथै पण्डितको कार्य पनि गर्नुहुन्थ्यो। शिष्य बनाएर व्रत गराउने, गायत्री मन्त्र प्रदान गर्ने गर्नुहुन्थ्यो, पितृपूजा गराउने, गरुड पुराणको कथा वाचन गर्ने जस्ता तमाम कार्यहरू पनि गर्नुहुन्थ्यो। यतिका भक्ति साधनाहरू गर्दा गर्दै पनि सन्त रामपालजी महाराजको शरणमा जानुपर्ने कारण के थियो? मैले 12 वर्षदेखिबाट गीता पढ्ने गर्थेँ। गीतामा चाहिँ नि हाम्रो चाहिँ नि पारम्परिक अनुसार बुवाहरूले के भन्नुहुन्थ्यो भन्दाखेरि गीता पढ्ने मान्छे बौलाउँछ, यो गीता पढ्नु हुँदैन, अर्थो काम गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। मैले के भन्ने गर्थेँ भन्दाखेरि यो गीता अगर गीता पढेर मात्रै बौलाउने भए त पुरोहितहरू नबौलाउनु पर्यो कि उहाँहरू बौलाउनु पर्ने हो, उहाँहरू बौलाएको देखिँदैन। यो आखिरी यसमा के रहेछ त भनेर मैले 12 वर्षको उमेरदेखिबाट गीता लुकेर बुवाले मरा गर्नुहुन्थ्यो। म एक्लो छोरा थिएँ, दाजुभाइ दिदीबहिनी मेरा कोही थिएनन् र उहाँले एक्लो छोरा यो अब यो वैराग्य लाग्ने भयो भन्ने हिसाबले होला बौलाइन्छ, यो काम गर्नु हुँदैन भन्दा पनि मलाई चाहिँ आखिर यसमा के रहेछ त भनेर मैले 12 वर्षको उमेरमा बुवाले नदेख्ने गरी रातिमा टुकी बालेर बुवा नहुँदाखेरि मैले पढ्ने गर्थेँ। त्यो पढ्दा पढ्दै पनि मैले धेरै पढेँ। तर त्यसमा कहीँ गएर म किन अडिन्थेँ भन्दा गीतामा भनेको छ युक्त आहार विहारस्य युक्त कर्म सुकौशलम, युक्त गर भन्ने हाम्रो पारम्परिक अनुसारले के थियो भन्दाखेरि व्रत बस्नुपर्छ, अनि एकादशीको व्रत गर्नुपर्छ, उता नारायणको चाहिँ जस्तै रामनवमी भयो यिनीहरू चाहिँ व्रत बसेर गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। तर मैले गीतामा हेर्दाखेरि बस्नु पर्दैन, युक्त आहार विहारस्य युक्त कर्म सुकौशलम, युक्त गर्नुपर्छ, थोरै गर्नुपर्छ। तर व्रत निहारेर व्रत बस्ने गीतामा देख्दैन थिएँ। त्यसो हुँदाखेरि पनि मलाई एकदम डाउट लागिरहेको थियो कि कहीँ न कहीँ हामीले गर्ने यिनी पूजाहरूमा कहीँ न कहीँ खण्ड छ भन्ने कुरा भएको हुनाले र फेरि यो जस्तै हामी पण्डित भएर पनि अरूलाई चाहिँ ज्ञान दिने, तर आफू अँधाइरामा बसेको कारण कहीँ न कहीँ खलेको हुनाले मैले सन्त रामपालजी महाराजजीसित गुरु धारण गर्न पुगेको। सन्त रामपालजी महाराजको शरणमा कसरी जानुभयो? एकजना सन्त रामपालजीका शिष्य हुनुहुँदो रहेछ, उहाँले मलाई ज्ञान गङ्गा लिएर आएर दिनुभएको थियो। त्यति बेला मैले होटलको काम गर्थेँ र मलाई त्यति बेला त्यो पुस्तक पढ्ने पनि मन भएन या अथवा के भयो, त्यो पुस्तक राखेकै भयो। 3-4 वर्ष राखेपछि म फेरि अर्को त्यो होटल छोडेर अर्को होटल गर्न ठुलो होटलमा काम गर्न पुगेँ। त्यति गर्दै मैले चाहिँ नि त्यो एकतिर काम गर्दै गर्ने, एकतिर टिभी चलाउने, माथि टिभी चलिरहेको हुन्थ्यो र टिभीमा चाहिँ नि सन्त रामपालजी महाराजको चाहिँ नि च्यानल बदल्दै
प्रोग्राम चलेको हुँदो रहेछ। आज हेऱ्यौँ, भोलि हेऱ्यौँ, पर्सि हेऱ्यौँ, लगातार यी जिज्ञासा बढ्दै गयो। अनि उहाँले वेद, गीता अनि पुराणहरू खोलेर, देवी भागवतहरू खोलेर चाहिँ नि उहाँले बताउनु हुँदो रहेछ। यो देखेपछि मलाई ज्ञान गङ्गाको याद आयो। त्यो ज्ञान गङ्गा खोज्दाखेरि मैले फेला पारिनँ। अनि मैले फेरि मलाई जिज्ञासा लाग्यो। मैले त्यो टेलिभिजनका मुन्तिरपट्टि पट्टीमा त्यो नम्बर आएको रहेछ, त्यसलाई देखेर मैले फोन गरेको। भक्तपुर काठमाडौँ लाग्यो त्यो। उहाँ गएर तपाईँ कुन क्षेत्रबाट हुनुहुन्छ भनेर सोध्नुभयो। मैले चाहिँ म वालिङ क्षेत्र भनेर स्याङ्जा वालिङमा हो भन्दाखेरि तपाईँलाई नामदान केन्द्र पोखरा नजिक पर्छ भनेर उहाँको नम्बर दिनुभयो। पोखरा नामदान केन्द्रमा पुगेँ। उहाँ जाँदाखेरि मेरो वेशभूषा देखेर, मेरो चाहिँ त्यस्तो त्यो गलामा कण्ठी मालाहरू देखेर उहाँले नाम आफूभन्दा सिनियर मान्छेलाई फोन गर्नुभयो। उहाँले उहाँ इच्छुक हुनुहुन्छ भने तपाईँले चाहिँ नि त्यहाँको हाम्रो नियम पढाउनुहोस्, नियम पढाएर फेरि नामदान नाम लिनुहुन्छ भने नाम दिलाइदिनुहोस् भनेर भन्नुभयो। त्यहाँबाट उहाँ त्यसो भनिसकेपछि उहाँले मलाई चाहिँ नि त्यो नियमहरू पढाउनु भयो। मैले नियम राम्रो लाग्यो, किनकि नराम्रो काम छोड्ने रहेछ भन्ने जस्तो लाग्यो। र मैले चाहिँ हुन्छ मलाई म लिन्छु भनेर भनेपछि म नामदान केन्द्रभित्र जहाँ नाम पाइन्छ त्यहाँ गएँ। उहाँ गएर सबै ती चाहिँ नि यो मगा रहेछन्, यी माल तपाईँले बेच्नुहोस् भन्दा मलाई यो चाहिन्न, किनकि म अब यो यसबाट परिशान भएँ। मलाई के यत्रो गर्दाखेरि पनि मलाई लाभ भएन। म चाहिँ नि कहिले अमरनाथको यात्रा, कहिले ज्वालादेवीको यात्रा, कहिले चाहिँ नि जहाँबाट देवी प्रकट भएका 9 ती ठुल्ठुला 9 मठहरूमा पनि मैले गएर कोसिस गरेँ भगवान पाइन्छ कि भनेर। अमरनाथ पनि गएँ, म यताका 4 धाम गएँ, म वृन्दावन बसेँ, त्यहाँ गएर म हरिद्वार बसेँ 2 वर्षसम्म। मैले मठाधीशहरूको चाहिँ नि सेवा गरेँ, यहाँ भगवान पाइन्छ कि भनेर। त्यहाँ पनि केही सार हात लागेन र मैले सन्त रामपालजी महाराजजीसित दीक्षा लिएँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएपछि हजुरलाई के कस्ता लाभहरू भए? मलाई पहिलो 4 महिनामै मैले एकदम ठुलो चमत्कार देख्न पाएँ। किनकि मेरो दाहिने खुट्टामा यो ढाडमा एकदम पेन भइरहन्थ्यो, एकदम दुखिरहन्थ्यो। मैले जब त्यो सुरु हुन्थ्यो, कहिले 10 दिनमा, कहिले 12-15 दिनमा सुरु हुन्थ्यो। जब सुरु हुन्थ्यो एकदम मुर्छा हुन्थ्यो, टाउकोबाट चिसा पसिना खस्थ्यो। अब त प्राण निक्लिएछ कि जस्तो मलाई भइरहन्थ्यो। यो के भएको छ भनेर मैले पोखरामा मणिपालमा मैले चेक गराएँ। आएर गलेङमा मैले चेक गराएँ। अनि चेक गराउँदाखेरि तपाईँको नसा च्यापिएको छ, यो नसा च्यापिएको छ, या त जिन्दगीभरि दबाई खानुपर्छ, या तपाईँले चाहिँ अपरेसन गराउनुपर्छ। अपरेसन पनि 3 वर्ष दबाई खाएपछि मात्रै तपाईँको अपरेसन हुन्छ भनेर मलाई भन्नुभएको थियो। त्योभन्दा मलाई चाहिँ नि त्यो अघिल्लो जब मैले दीक्षा लिएर 4 महिना बित्यो, 4 महिना बित्दा मलाई सतनाम लिने बेलामा मलाई यो छर्लक्क विषय भयो। मलाई चाहिँ नि कहिले 10 दिनमा, कहिले 15 दिनमा हुन्थ्यो, तर त्यो बेलामा मलाई भएन। किनकि 1 महिना बित्यो, 2 महिना बित्यो, 3रा महिनामा पनि मलाई पेन नभएपछि मलाई कस्तो लाग्यो भन्दाखेरि ओहो यहाँ त ठुलो चमत्कार पो हुँदो रहेछ, यो नाममा बहुत ठुलो शक्ति रहेछ भन्ने भयो। मलाई अझै चाहिँ नि जिज्ञासा बढ्यो। मैले अब सतनाम कसरी पाइन्छ, कहाँ पाइन्छ भन्ने भयो। अनि मेरो 4 महिना पुगेपछि म फेरि पोखरा नामदान केन्द्रमा गएँ। उहाँबाट मलाई सतनाम नोभेम्बर महिनामा मलाई सतनाम प्राप्त भयो। सतनाम पाएपछि त मलाई यति फाइदा भयो भन्ने कुरो मैले केही वर्णन गर्न पनि मैले सक्दिनँ। किनकि मलाई धेरै फाइदा भइरहेको छ। सानोतिनो त मलाई धेरै भइरहेको छ। 2-3टा मलाई चाहिँ ठुला चमत्कारको याद छ र मलाई एकदम त्यो मनमा लागिरहेको छ। त्यो चमत्कार मैले बताउँछु। मैले यो सद्भक्ति गर्न लागेपछि मेरो गाडीको व्यवसाय थियो, होटलको थियो। होटल त म छोडिसकेको थिएँ। गाडी थियो, गाडीमा मान्छे उताबाट लिएर 35 जना मान्छे हालेर यो कुनै मेलाको अवसर थियो र उहाँ मान्छे धेरै चढ्नु भएको रहेछ। 35 जना मान्छे लिएर आउँदाखेरि बाटोमा गाडी एक्सिडेन्ट भयो। एक्सिडेन्ट भएपछि गाडी त्यहाँ बसेका 15 जना जति मान्छे चाहिँ 200 मिटर तल खस्नुभयो। अनि अरू मान्छेलाई त सामान्य चोटपटक थियो। 4 जना मान्छे जो त्यहाँ पेसेन्जर आएका थिए तिनलाई चाहिँ नि बेहोस थिए र मैले लिएर प्रवासमा आएँ।
पाल्पाको प्रवासमा आएर चेक गराउँदाखेरि टाउकोमा 2 जनाको टाउकोमा चाहिँ नि हड्डी फुटेको छ भनेर मलाई भन्यो। म अति आत्तिएँ। अरू सबै राति अरू सबै सुतेका थिए। म त्यो प्रवासको अस्पतालको छतमा गएर एउटा बिछ्याएँ, कागज बिछ्याएर मैले रामपालजी महाराजलाई याद गरेर दण्डवत गरेँ। दण्डवत गरिसकेपछि मलाई हल्का शान्ति आयो र फेरि तल आएर म जहाँ उहाँहरू सुतिरहनु भएको थियो, बेहोस हुनुहुन्थ्यो, म पनि त्यही एउटा स्टुलमा बसेँ। बिहान उज्यालो भयो। उज्यालो भएपछि फेरि सिटी स्क्यान गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो र आएर 9 बजे करिब अर्को दिन सिटी स्क्यान गर्दाखेरि रामपालजी महाराजजीको कृपाले उहाँहरूको त्यो सिटी स्क्यानमा टाउको फुटेको निक्लेन। उहाँहरू बेहोसबाट जाग्नुभयो। त्यहाँबाट मलाई साँझ मलाई उहाँबाट छुट्टी मिल्यो। त्यस कारणले त्यो एउटा बहुत ठुलो मलाई चमत्कार भयो। अगर राति जस्तै भएर उहाँहरूलाई ठुलो लामो बिमारी अथवा त्यो कपाललाई को हड्डी जो फुटेको भएको भए मलाई धेरै समस्या हुन्थ्यो। म गरिब मान्छे, मैले अब के गरौँला भन्ने मलाई धेरै चिन्ता थियो। सन्त रामपालजी महाराजका कृपाले मलाई चाहिँ त्यो पनि भोग्नु परेन र साँझ जो उहाँहरूले चाहिँ नि उहाँबाट मैले छुट्टी पाएँ। छुट्टी पाएर उहाँहरूलाई दिएँ। एउटा गाडी जुन लडेको त्यो पुलिस कब्जामा थियो, गएर मैले चाहिँ नि फेरि त्यो सबै आफ्नो समस्या मालिकलाई बताइसकेपछि पुलिसलाई फोन गरेँ। पुलिसलाई फोन गर्दाखेरि त्यो कुरा पनि मिल्यो र अर्का दिन त्यो गाडी पनि मेरो छुट्यो र मेरो फेरि सुचारू रूपले गाडी पनि चल्यो। र उहाँहरूलाई पनि मैले चाहिँ नि 1 महिनासम्म उसलाई डक्टरले चाहिँ भनेको थियो 1 महिनासम्म तपाईँलाई केही हुन्छ कि भनेर। उहाँहरूलाई 1 महिनामा पनि केही जाँदै नभएपछि उहाँहरूले आएर लेखाइदिनु भयो। मेरो गाडी पनि छुट्यो, मेरो केस पनि डिसमिस भयो। त्यो एउटा मेरो यो ठुलो चमत्कार भयो। मैले यो सद्भक्ति लिएपछि मलाई धेरै रोगहरू पनि निको भएको छ र एउटा कस्तो रोग थियो भने मेरो चाहिँ कान यो पिनासको हुने, कान नसुन्ने, अनि यस्तो प्रकारको अनि सधैँ टाउको दुख्ने, टाउको घुमाजै हुने, यस प्रकारको थियो। त्यो पनि सन्त रामपालजी महाराजजीसित अरदास लगाएपछि त्यो पनि मालिकले ठिक गरिदिनु भयो। अर्को समस्या मलाई के थियो भन्दा पुस्तै नि यत्रो गर्दाखेरि भूतहरू मेरामा धेरै रहेछन्। मलाई हल्लाउने अनि अर्काको इलाज गर्न पठाउने, अनि देवी म देवी हुँ भन्ने बोल्ने, कहिले म नाग आएको भनेर बोल्ने, यस्तो प्रकारको पनि सानैदेखिको समस्या थियो। त्यो पनि नाम दीक्षा पाएपछि, सन्त रामपालजीसित नाम दीक्षा पाएपछि त्यो पनि मेरो शान्त भयो। त्यो पनि मलाई अहिले त्यो छैन। अहिले म एकदम छु। अर्को मलाई अरू यहाँ घर त बन्यो, मेरो केही व्यवसायको टेको लागेन। अब मैले फेरि के सोचेँ भन्दाखेरि अब मैले के गर्ने, अब यो घर त बन्यो, अब खानेकुरा त अब नजोडी केही छैन भनेर मैले फेरि मालिक सन्त रामपालजीसित मैले अरदास लगाएँ। अरदास लगाउँदाखेरि विकल्प चुन्नु भन्नुभयो। मैले फलफुल तरकारीमा कस्तो होला मलाई चाहिँ भन्दाखेरि मालिकले दया गर्नुहुन्छ भन्नुभयो। अहिले मैले फलफुल तरकारीहरू बेच्छु। मलाई जाने राम्रो आम्दानी भइरहेको छ र मैले मेरो घरको खर्च पनि मैले चलाइरहेको छु। र मलाई यो भन्दा पहिले एउटा अर्को चमत्कार के भएको थियो भन्दा मलाई एकदम करेन्ट लायो। करेन्ट लाएपछि मलाई लगभग मूर्छित अवस्था भयो। जस्तै म एउटा कुलर रहेछ, कुलर थियो त म त्यहाँ नजिक फलामको कुर्सीमा बसेको थिएँ। फलामको कुर्सीमा बस्दाखेरि मैले त्यो यसो ढल्न ला भन्दाखेरि मैले कुलर समाएछु। कुलर समाउँदाखेरि फलामको अर्थिङ लागेको हुनाले मलाई एकदम चिप्काएर राखिदियो। चिप्काएर राखिदिँदाखेरि कुनै बहिनीले थाहा पाइछन् र चिच्याउँदाखेरि त्यहाँ माली रहेछन्। माली आएर त्यो कुलर बन्द गरिदिएपछि मलाई फालेपछि म मूर्छित भएँ। मूर्छित भइसकेपछि मलाई त्यहाँ ल अब उहाँ अस्पताल लानुपर्छ भन्दै थिए, तर त्यही भयो। मलाई चाहिँ होस आयो। होस आएपछि मलाई हल्दी दुधहरू खान दियो, तर कहीँ जान परेन। त्यो पनि मलाई मालिकले बचाउनु भयो। कुनैलाई निमित्त गराएर सन्त रामपालजी महाराजजीको यो पनि कृपा हो। मलाई अहिले सानातिना लाभहरू त सन्त रामपालजी महाराजजीका कृपाले मलाई भइरहेको छ। अहिले अब मैले राम्ररी भक्ति कसरी म पार हुने, यी सानातिना लाभका लागि मात्रै होइन, म कताबाट पार हुन सक्छु, मैले कसरी यो जन्म मरणको दीर्घ रोग कटाउन सक्छु भनेर म सन्त रामपालजी महाराजजीका कृपामा आएको थिएँ। यो काम मेरो यहाँ अब पक्का सिद्ध हुन्छ भन्ने मलाई लागिरहेको छ।
कुराकानीको क्रममा हजुरले बताउनुभयो कि सन्त रामपालजी महाराजको सत्सङ्ग सुनेपछि हजुरको शङ्का समाधान भयो। सन्त रामपालजी महाराजले सत्सङ्ग गर्दा त्यस्तो के कुरा बताउनुभयो जसले गर्दा हजुरको शङ्का समाधान भयो र सन्त रामपालजी महाराजलाई गुरु धारण गर्न तयार हुनुभयो? सन्त रामपालजी महाराजजीले वेदको ऋग्वेद मण्डल 9 सूक्त 82मा त्यो परमात्मा कस्तो परमात्मा छ भने त्यो त यो लोकमा हो अथवा परलोक गइसक्या हो, फेरि पनि म उसलाई अगर हृदयले मलाई याद गर्छ भने म त्यसलाई चाहिँ नि फेरि पुनः लिएर आएर पनि मुक्ति गराउँछु भनेकोले मलाई त्यसले ठुलो असर गर्यो। र होइन मान्छे त यहाँबाट मरे पुनर्जन्म पुनर्गमनम भन्ने चाहिँ नि हामीले भनेर पण्डित हुँदाखेरि भनिरहेको, आउनु जानु त छुट्दैन त, तर स्वर्गमा गएर राम्रो काम पाइन्छ, राम्ररी बस्न पाइन्छ भनेर हामीले त त्यो काम गरिरहेको थियौँ। अहिले आएर उहाँले सन्त रामपालजीले के भन्नुभयो भन्दाखेरि यो जीव यहाँ हो, यहाँबाट गइसकेको हो, फेरि पनि मेरो नाम अगर हृदयले जप्छ भने म त्यसलाई कुनै भगतका घरमा जन्माएर मैले फेरि पनि नाम दिएर पार गर्छु भनेकाले मलाई एउटा असर त्यो पर्यो। दोस्रो असर गीताजीमा उहाँले के भन्नुभयो, श्रीमद् देवी भागवतमा के भन्नुभयो भन्दाखेरि म ब्राह्मण कुलको मान्छे, उहाँ यो के लेखिएको रहेछ देवी भागवतमा भने यो सतयुगका ब्राह्मणहरू सतयुगका चाहिँ राक्षसहरू अहिले चाहिँ कलियुगमा ब्राह्मण भएर आएका छन्, झुट बोल्न अनि ठगी गर्न यिनीहरूको मूल उद्देश्य हो भनेर मैले भनेको होइन, हेर्नुहोस् देवी पुराण भनेर भनेकाले पनि मलाई धेरै ठुलो असर पर्यो। किनकि त्यो प्रमाणसहित उहाँले देखाएको हुँदाखेरि ओहो यो त अति हामीले त निज काम पो गरिरहेका रहेछौँ, हामीले त 2 पैसाका लागि अर्कालाई चाहिँ नि अधो बाटामा पो लैरहेका छन् भन्नेले मलाई असर गरेर म सन्त रामपालजी महाराजजीकै शरणमा आएको। हजुर आफै गुरु बनेर मन्त्र दीक्षा दिनुहुन्थ्यो, साथै श्राद्ध व्रत कथा गराउने कार्य गर्नुहुन्थ्यो। हजुर जस्तै गुरु बनेर बसेका तथा श्राद्ध व्रत आदि गराउने व्यक्तिहरू हाम्रो देशमा धेरै छन्। उहाँहरूलाई हाम्रो टिभी च्यानलको माध्यमबाट के भन्न चाहनुहुन्छ? मैले निवेदन के गर्न चाहन्छु हाम्रो चाहिँ पण्डित साथीहरूलाई अथवा हाम्रो चाहिँ दाजुभाइहरूलाई मैले के भन्न चाहन्छु भने यो निषिद्ध पूजा रहेछ, गीताले अति उ गरेको रहेछ। किन गीताले व्रत गर्न पनि मना गरेको रहेछ, युक्त आहार विहारस्य युक्त कर्म सुकौशलम भनेर गीताले भनेको रहेछ। किनकि युक्त गर, धेरै नगर, अति नखान पनि ठिक होइन, धेरै खान पनि ठिक होइन भनेर भनेको रहेछ। त्यो पनि अहिले मलाई चाहिँ एकदम राम्रो लाग्यो त्यो सन्त रामपालजी महाराजजीको ज्ञानमा। र मैले त्यो पनि मैले अति व्रत पनि गर्थेँ, मैले त्यो व्रत गर्न पनि छोडिदिएँ। र उहाँहरूलाई मैले के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले सक्नुहुन्छ भने आफूले चाहिँ नि ज्ञानगङ्गा मगाएर पढ्नुहोस्। ज्ञानगङ्गा 4 वेद 6 शास्त्र 11 उपनिषदहरूको निचोड हो। त्यसमा एकदमसित बताइएको छ, खोलेर बताइएको छ। अझै पनि जान्न चाहनुहुन्छ भने जिउने मार्ग यिनीहरू चाहिँ बुकहरू पनि कुनै भगतहरूसँग मगाएर पनि पढ्न सक्नुहुन्छ अथवा नामदान केन्द्रमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। र तपाईँहरू चाहिँ नि यो भूत पूजा छोडेर तपाईँले आफ्नो कल्याण गराउनुहोस् भनेर मैले निवेदन गर्दछु। टिभी हेरेर बसिरहनुभएका दर्शकहरूमध्ये यदि कोही सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन चाहनुहुन्छ भने उहाँबाट मन्त्र दीक्षा कसरी प्राप्त गर्न सकिन्छ? नेपालको विभिन्न टिभी च्यानलहरूमा सन्त रामपालजी महाराजजीको सत्सङ्ग चलिरहेको हुन्छ। त्यहाँ तल्तिरपट्टि पट्टीमा नम्बरहरू प्लस भइरहेको छ, त्यो लिएर तपाईँहरूले फोन पनि गर्न सक्नुहुन्छ र बुक पनि मगाउन सक्नुहुन्छ। हेरेर पढ्नुहोस् र फेरि त्यो ज्ञान बुझेर आएर तपाईँले अनलाइन दीक्षा पनि लिन सक्नुहुन्छ। र यहाँ आएर हाम्रा चाहिँ 29वटा नेपालमा चाहिँ नामदान केन्द्रहरू छन्, त्यहाँ कुनै पनि नामदान केन्द्रबाट तपाईँले नाम दीक्षा पाउनुहुन्छ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन कति शुल्क तिर्नुपर्छ? कोही शुल्क लाग्दैन, यहाँ निःशुल्क हो। तपाईँहरू आएर निःशुल्क नाम दीक्षा लिन सक्नुहुन्छ। धन्यवाद हजुर। सत्साई। अब जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सत्सङ्गको माध्यमले त्यो अद्वितीय आध्यात्मिक ज्ञानको बारेमा जान्नेछौँ, जसको माध्यमले तपाईँहरूले पनि प्राप्त गर्न सक्नुहुनेछ। यस्ता आध्यात्मिक, मानसिक र भौतिक सुख जुन आजसम्म तपाईँले मात्र मीराबाई, ध्रुव, प्रहलाद जस्ता केही भक्तहरूका जीवन कथामा सुन्नुभएको होला।
अब सुन्नुहोस् तत्त्वदर्शी सन्तको सङ्ग शास्त्र अनुकूल भक्ति सत्सङ्ग। यस्तो अद्वितीय आध्यात्मिक ज्ञान जसका छन् सर्वधर्मका पवित्र शास्त्रहरूमा प्रमाण। एक तो नाद का पुत्र होता है वचन का, एक बिंद का होता है। बिंद का वो होता है जो माता पिता से वंशज होते हैं उनके बच्चे, और एक नाद कहो चाहे वचन कहो, नाद का होता वचन से। जैसे आप जी हमारे बच्चे और बच्ची हो गए, बेटा बेटी, हम इस दास के वचन के बच्चे हो और शरीर के बच्चे अलग हैं। तो इसी प्रकार धर्मदास जी के जो बिंद के हैं वो तो है ये महंतर दामा खिड़ा वाले, और वचन के हैं उनसे हटकर, क्योंकि गरीबदास जी कबीर साहब का वचन का पुत्र था। फिर उनसे ही आगे चलते हुए हमारा जन्म हुआ, उसी पंथ में जन्म हुआ, माँ से जन्म अलग से हुआ, तो वो है नाद के। और यहाँ कबीर साहब कहते हैं इन बिंद वाला ने तो बैठाया सदा, ये नाद वालों से मेरा पंथ उजागर होया। अनुराग सागर 139 पृष्ठ पर हम पढ़ रहे हैं कबीर सागर का। ताते धर्मनी मानो सिखाई, नाम थाप सोपो भाई, ये नाम है नापनी। नाद पुत्र के सोपो सोई, पंथ उजागरता से होई। और वंश कर है अहंकार बहुता, तेरे वंश वाले तो बहुत में अहंकार करेंगे। हम हैं धर्मदास कुलपुता, हम तो धर्मदास के कुलपुत्र हैं। और जहां हंग ता हम नाही, जहां विमान है वह मैं नहीं। और धर्म नहीं देखो परख मन माही, जहां हंग ता काल स्वरूपा, जहां विमान है वह काल है। नहीं पावे सतलोक अनूपा, धर्मदास तोतर है वंशा, यही बात को मेटो संसा। नाम भक्ति जो दृढ़ के धर ही, सुनो धर्मनी वो कैसे नीतर ही। रहनी रहे तो सब है उभारूं, और वचन गए तो तेरे 42 तारूं। और वचन गए सो वंश हमारा, बिना वचन नहीं उतरे पारा। चाहे तेरा बेटा हो चाहे तेरे वंश के हो, जिन्होंने हमारे सतनाम को नहीं ग्रहण किया वो पार नहीं हो सकते। आगे देखना यहाँ क्या बताया है अनुराग सागर की 140 पृष्ठ पर। कहते हैं नाद बिंद जो पंथ चलावे, चूड़ामणि हंसन मुक्तावे। फिर क्या बताया धर्मदास तो वंश अज्ञाना, तेरा वंश अज्ञानी है, होएगा चिन्ह नहीं वो अंश दाना। जस कुछ आगे हुए है भाई, सो चरित्र में कहूं बुझाई। कहते छठी पीढ़ी बिंद तू होई, तेरे बिंद का तेरे शरीर का जो तेरी पीढ़ी का जो छठी पीढ़ी आओगी, तो भूले वंश बिंदु तो सोई। और टकसारी से ले है पाना, टकसारी को ले है पाना। अस तो बिंद होए अज्ञाना, अस तेरे बिंद के तेरे ये परंपरा वाले ऐसे अज्ञानी हो जाएंगे, वो छठी पीढ़ी में ये बात बिगड़ेगी। चाल हमारा बस तुम झाड़े, टकसारी के मत सब मांडे। चौका तैसे करे बनाई जैसे जैसे। ये क्या बताया है कि छठी पीढ़ी बिंद तू होई, तेरा बिंद जो होगा भूले वंश और बिंदु तो सोई। टकसारी को ले है पाना, अस तो बिंद होए अज्ञाना। वो टकसारी वाला नाम ले लेगा और ये असली नाम छोड़ देगा। अपने आत्माओं धर्मदास जी इस बात से चिंतित हो गया, क्या तो बात बिगड़ेगी। और दिखाता हूं आपको छठी पीढ़ी में क्या हुआ कि ये 5 नाम जो दास आपको देता है, 7 मंत्र वर्तमान में परमात्मा का आदेश है कंप्लीट कोर्स देना है। प्रथम और लास्ट का नाम नहीं था उस समय, केवल बीच के नाम थे। और ये नाम है इन कमलों से आगे हमने निकलने के और यहाँ की सुख सुविधा प्राप्त होने की। तो ये इसलिए दिए थे कि इस बिचली पीढ़ी तक ये मनुष्य जन्म प्राप्त करते आ जाएंगे इस प्रथम मंत्र तक, और फिर इन सब को पार कर दूंगा। तो परमात्मा ने कहा कि छठी पीढ़ी में क्या हुआ, ये दास बताता है। छठी पीढ़ी का जो इनका महंत था, उसको अन्य व्यक्तियों ने, क्योंकि लोग कुछ समझदार से हो गए, पंथ का कुछ विकास घना हो गया इनके का,
आम आदमी कहने लगा तुम बातें करते हो सतलोक और सचखंड सतपुरुष की, हर नाम देते हो इन देवताओं के पांचों, तो फिर ये क्या थारा पंथ हुआ? तो टकसारी कोई पंथ जो नकली पंथ था, कबीर पंथ, उसके कारण वो भ्रमित हो गया। छठी पीढ़ी वाला महंत, उसने वो मंत्र त्याग दिए। सचमुच ये तो ऐसा ही है, उसकी अपनी अल्प बुद्धि ने सोचा और वो कबीर सागर से ले लिया उसने। अमर नाम, अजर नाम, पाताल सब सिंधु नाम, यही हंस का काम। और पूरे इस कबीर पंथ में इस दामा खेड़ा से संबंधित यो है नाम देते हैं, एक पूरी आरती सी सुनाते हैं। ये खाक नाम है, ये तो उस नाम की महिमा है। उस जो नाम आपको दिया जाएगा वो अजर है, वो अमर है, और उससे ही आपका मोक्ष होगा। अब एक पुस्तक है इनकी जो दामा खेड़ा के द्वारा प्रकाशित है, उसका नाम है सुमरण शरण गह 42 वंश, लेखक महंत श्री हरि सिंह राठौर, पृष्ठ 52 पर लिखा है, देखिएगा। उस पुस्तक की फोटोकॉपी हमने लगा रखी है, प्रमाण है पुस्तक सुमरण शरण गह 42 वंश, लेखक महंत श्री हरि सिंह राठौर, पृष्ठ 52 की ये फोटोकॉपी है। और ये आप पहले लिख रहे हैं दामा खेड़ाले इस सारी वाणी को, और देखिए वाणी सुन धर्मनी जो वंश नसाई, जिनकी कथा कहूं समझाई। ये 93 नंबर तो दुआ है। काल चपेटा देवे आई, मम सिर नहीं दोष कुछ बाई, ये 94 नंबर साखी है। और सपत यानी 7वां और 11वां और 13 यानी 13वां अंसा, सपत एकादश 13 अंसा और 17 ये चारों वंशा। इनको काल छलेगा भाई, मिथ्या वचन ना हमरा जाई। कबीर साहब कह रहे हैं जब जब वंश हानि हो जाई, शाखा वंश करे गुरुआई। 10,000 शाखा हुई, पुरुष अंश वो ही कहलाई। वंश भेद यही है सारा, मूड जीव पावा नहीं पारा। और भटकत फिरे हैं दौरा ही दौरा, वंश 42 गए के ठोरा। अब सब अपनी बुद्धि के भाई, और अंश वंश सब तेरे जावन नसाई। ये ना आप पे लिख रखा, अपनी एक पुस्तक बना रखी है इन्होंने जो दामा खेड़ा से मिलती है, उसके इस पृष्ठ पे ऐसा लिखा। अच्छा, आगे फिर क्या बताया है? एक पुस्तक है इनकी, पुस्तक धनी धर्मदास जीवन दर्शन, देखिए इस पुस्तक की फोटोकॉपी है ये। 14वीं महंत गद्दी का परिचय, पुस्तक धनी धर्मदास जीवन दर्शन एवं वंश परिचय, पृष्ठ 49 पर लिखा है कि 13वें महंत दया नाम के बाद कबीर पंथ में उथल पुथल मची, काल का चक्कर चलने लगा। क्योंकि इस परंपरा में कोई पुत्र नहीं था, तब तक व्यवस्था बनाए रखने के लिए महंत काशी दास जी को चादर दिया गया। कुछ समय पश्चात काशी दास ने स्वयं को कबीर पंथ का आचार्य घोषित कर दिया तथा खरसिया में अलग गद्दी की स्थापना कर दी। यह देख तीनों माताएं रोने लगी कि काल का चक्कर चलने लगा। बाद में कबीर पंथ के हित में 2.5 वर्ष के बालक चतुर्बुद्ध साहिब को बड़ी माता साहिब ने गद्दी सौंप दी, जो गर्दमनी नाम साहिब के नाम से प्रसिद्ध हुए। अब सुन लेना, इनके सारे इतिहास दिखा दूंगा आपके सामने, के सांग था यो। अब क्या हुआ, 13वीं पीढ़ी जब आगी, इनका कोई बालक नहीं था, तो फिर क्या हुआ, एक काशीदास नाम के महंत को, भगत को चादर दे दी, तू इस दामा खेड़ा की गद्दी ने संभाल ले। उनके फिर बाद में हो गया एक बालक। जब वो लड़का 2.5 साल का हो गया और काशीदास ने पता लग गया तेरी गद्दी खिसकेगी, यू बालक हो गया, 10 वर्ष के बाद इसने बैठा देंगे, 10-15 साल में। वो वहां से आप भाग गया और उसने खरसिया नामक शहर में जाके अपने आप को आचार्य घोषित कर दिया कबीर पंथ का, कि मैं उस गद्दी ने यहाँ ठा लिया।
उधर से उनने क्या सोचा, 2.5 साल के बालक को और गद्दी पे बैठा दिया। माता ने बेटा बैठा दिया मेहनत गद्दी पे, और वो बन गया संत। उनका कक्का बेरा नहीं, इन्हों बैठा बैठा रखा है। और वो कौन बना? वो गर्द मुनि नाम साहेब, जो श्री प्रकाश मुनि साहेब के जो वर्तमान में गद्दी में बैठा दामाखेड़ा, उसका पूज्य पिताजी। अब उधर खरसिया का थोड़ा इतिहास उड़ा दूं। खरसिया से एक उदित नाम साहेब का एक संत ने आकर के काशी के अंदर लहर तारा तालाब जहां परमात्मा प्रकट हुए थे, वहां आकर अपना न्यारा चमटा गाड़ दिया, वहां डेरा बना दिया। उस उदित नाम साहिब वाली गद्दी पर वर्तमान में एक अर्ध नाम साहिब, पहले विजय शास्त्री नाम था उसका, अब वो अर्ध नाम साहिब वहां गद्दी पर बैठा दिया। और उन का पता नहीं, उनसे प्रश्न करा किसी ने कि सृष्टि रचना सुनाइयो। ने बोले काल के आदेश से, परमात्मा के आदेश से काल ने 3 लोग रच दिए भैया सृष्टि रचना। अरे थारा गजब भैया, यह तो ऐसी सृष्टि रचना है जैसे एक लड़का इंटरव्यू देने गया था। इंटरव्यू लेने वाले ने कहा, पूछा भाई महाभारत याद है तेरे? कहा जी उंगलियां पे याद है मेरे। तो 500 पांडवों के नाम बता। उसने बताया जी एक सी भीम, एक सी ओदा वड्डा बिरा, एक होर सी, एक उस तो छोटा सी, एक दा नाम में भूल गया। वो बता दिए, वो सुना दी उसने 500 पांडवों के नाम। तो इनने ऐसी सृष्टि रचना सुना रखी है। और ये सदगुरु को, कबीर साहब को सदगुरु मानते हैं, परमात्मा को निराकार कहते हैं। ये बट्ठा बैठा रखा है इन्होंने। कबीर साहब को तो एक सदगुरु मानते हैं, सिर्फ एक संत, और वहां जाकर लीन हो जाते हैं, उसमें जैसे समुद्र में बूंद मिल जाती है। अब गर्द मुनि नाम साहिब के थोड़े से वचन दिखा दूं आपने, आपका विश्वास हो जाएगा सचमुच इन सब ने बट्ठा बैठा रखा है। ये देखिएगा, एक ये पुस्तक है सदगुरु कबीर की जीवन धारा। लेखक हैं पंत श्री गर्द मुनि नाम साहिब, आचार्य कबीर पंथ। प्रकाशक है सदगुरु कबीर धर्मदास वंशावली प्रतिनिधि सभा, कबीर धर्मनगर दामाखेड़ा जिला रायपुर। ये पहले मध्य प्रदेश था, उसमें से छत्तीसगढ़ बन गया भी। अब ये पुण्यात्माओं, ये 13वीं गद्दी में उथल पुथल होगी। ये आप पहले करें धर्मदास व जीवन दर्शन पुस्तक में, और उसमें सुमरण गह शरण 42 वंश के में कि परमात्मा की वाणी है कबीर साहब की कि 7वां 11वां और 13वां इनको काल ठगेगा। जब 7वां ठग लिया, आगे खाक रहेगा इनके पास। जब उड़द बिगड़ दी सारी कहानी, रही खीन ने बिगाड़ दिया काम, फिर बाकी क्या नहीं। अब इसमें दिखाता हूं आपको इस पुस्तक में। ये है श्री गर्द मुनि नाम साहिब, देखिएगा। ये है सदगुरु कबीर साहब की जीवन धारा नामक पुस्तक है, और इसके लेखक हैं पंत श्री गर्द मुनि नाम साहिब, आचार्य कबीर पंथ। प्रकाशक सदगुरु कबीर धर्मदास वंशावली प्रतिनिधि। ये आपको दिखाई दिया। और ये इनका स्वरूप है गर्द मुनि नाम साहिब, जो 2.5 साल का बच्चा गद्दी पर बैठाया था, वो है ये। अब इस पुस्तक के आपको 5 पृष्ठ पे दिखाते हैं, 4-5 पे। ये देखिएगा, ये 4 पृष्ठ है। ये क्या कथा सुनाता है आगे से कि सतगुरु कबीर साहिब का सत स्वरूपी होना और अंत में निराकार में लीन हो जाना उनकी विशिष्टता है। वे वहीं से आते हैं जहां परम शांति है, आनंद है और अनंत प्रकाश है। हो गए इनका भी अंत। गर्द मुनि नाम साहिब कह रहा है कि कबीर साहिब वहां से आते हैं और फिर उसमें जाकर लीन हो जाते हैं, अनंत प्रकाश है जैसे बूंद समुद्र में। अब देखिएगा, एक पुस्तक और है गर्द मुनि नाम साहिब, उस 2.5 साल के बालक ने, यानी सदगुरु कबीर ज्ञान पयोनिधि नामक ये पुस्तक है। सदगुरु कबीर ज्ञान पयोनिधि
और ये है आचार्य गिरधमुनि नाम साहिब के द्वारा लिखी गई है। सदगुरु कबीर साहिब धर्मदास साहिब वंशावली प्रतिनिधि सभा, कबीर धर्मनगर, दामाखेड़ा, जिला रायपुर, मध्य प्रदेश में यह प्रकाशित है। और इसके मुद्रक कौन है? गीता प्रिंटिंग प्रेस, सती बाजार, रायपुर, मध्य प्रदेश से। अब इसके आपको दिखाते एक झलक इनके ज्ञान की है। ये 34 पृष्ठ है और यहां देखिएगा 35 पृष्ठ पे, ये 35 पृष्ठ है। सतगुरु कबीर साहब का सतपुरुष है, यानी कौन था सतगुरु कबीर साहब का सतपुरुष, ये क्या बताना चाहते हैं? यहां इन्होंने क्या किया है कि अध्यात्म विद्या ब्रह्म की विद्या है, ये गिरधमुनि नाम साहब कह रहे हैं। और यह ब्रह्म समस्त पिंड और ब्रह्मांड में समभाव में अनुस्यूत है, यानी फैला है। यही ब्रह्म चराचर का मूल तत्व है। समस्त भारतीय मनीषियों ने इस गुणमय जगत पर विचार करके यह निष्कर्ष निकाला है कि इसमें दो अत्यंत स्पष्ट तत्व हैं। पहला जगत का मूल तत्व जो सत्य, शाश्वत, सदा एक, रस चेतन और इंद्रिया अतीत है। दूसरा जगत का बाह्य स्वरूप जो असत्य, परिवर्तनशील। ये 36 पृष्ठ पे नासवान, जड़ और इंद्रियों के विषय हैं। इस मूल तत्व को भारतीय दर्शन में ब्रह्म के नाम से घोषित किया गया और इसी परम तत्व को सतगुरु कबीर साहिब ने सतपुरुष के नाम से संबोधित किया है। यह सतपुरुष सर्वतर एक रस रहता, इसकी सत्ता नित्य रहती है। अब आगे इसके ज्ञान का अंत ब्रह्म को ही कबीर साहब ने सतपुरुष बताया है। देखियो डबो रखा देश का देश इन्होंने। ब्रह्म क्या है? ब्रह्म तो युग काल है, ज्योत स्वरूपी निरंजन है और सतपुरुष परम अक्षर ब्रह्म है, जो गीता जी में भी कहा है। गीता ज्ञानदाता ब्रह्म खुद कह रहा है कि अर्जुन तू सर्वभाव से उस परमेश्वर की शरण में जा, उसकी कृपा से तू परम शांति को और सनातन परम धाम को प्राप्त होगा। अरे ये नो कहें कबीर साहब तो उसमें जाकर लीन हो जाते हैं फिर चेतन प्रकाश में। और फिर कबीर साहब ने ब्रह्म को ही सतपुरुष बताया है। वर्तमान में जो वो बैठे हैं प्रकाश मुनि नाम साहब, उनके गुरुजी हैं और उसके पिताजी हैं उनके। वर्तमान वाले के ये पिताजी जिनका यू ज्ञान है तो बेटे का क्या ज्ञान होगा? वही ज्ञान जो का तो इसका है। इसके सत्संग सुने, उसके प्रवचन पर रखे उसने, न्यू का न्यू वही एज इट इज उसने सारा वर्णन कर रखा है। तो बट्ठा बैठा दिया ना पूरे मानव समाज का। अब इसी पुस्तक के सदगुरु कबीर ज्ञान पयोनिधि के 185 पृष्ठ पर दिखाते हैं आपको इनकी अकल। ये 184 है, पुस्तक वही है। और यहां देखिएगा, यहां पर ये है सदगुरु कबीर साहब का व्यक्तित्व। किसे थे वह, कौन थे? सत्य तो यह है कि सतगुरु शासन व्यक्ति प्रधान ही नहीं, वह तो विचार प्रधान है। पार्थिव कलेवर धारण के निर्मित से सतगुरु कबीर साहब एक मानव मात्र हैं, किंतु सत्य स्वरूपी होने के नाते वे केवल विश्व अनुभूति स्वरूप ही है। यही उनके जीवन का लोकोत्तर स्वरूप है। कबीर साहब एक मानव मात्र है। ठीक है, आपके समक्ष हो गया कि इन दामा खेड़ा वालों का के ज्ञान है। इनके जो वर्तमान में महंत है, उसके पूज्य गुरुदेव और पूज्य पिताजी, ये क्या बताते हैं? ब्रह्म को सतपुरुष बताते हैं। कबीर साहब ने ये बताया। कबीर साहब उस परमात्मा में जाकर लीन हो जाते हैं। और परमात्मा कैसे है? धर्मदास जी ने सतलोक देखा, वापस आकर बताया कि वो परमात्मा मनुष्य दृश्य है। जो काशी में स्वयं आए हुए थे, कबीर नाम थे, जुल्हा नाम से, खुद सतपुरुष है। आपके रूबरू कबीर सागर में किया था। तो पुण्यात्माओं,
इन्होंने खाकसा ना परमात्मा को। अब जो नाम दास आपको देता है और जिससे मोक्ष होना है, जो धर्मदास जी को प्राप्त हुआ था, वो इन्होंने इस मूल संध्या पाठ में ये डेली पढ़ रहे हैं। जिन पुण्यात्माओं को दास से ये तीनों मंत्र प्राप्त हैं, सतनाम 2 अक्षर का, इसमें एक ओम है, एक गुप्त है, और एक तीसरा सार नाम, सार शब्द आदि नाम से कहते हैं, वो प्राप्त है। अहिले तपाईहरूले सुन्नुभयो जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको मंगलमय सत्संग प्रवचन। आउनुहोस् अब सुन्नेछौँ ती भक्तहरूका अनुभव जसले सन्त रामपालजी महाराजको शास्त्र प्रमाणित ज्ञानले प्रभावित भई मन्त्र दीक्षा लिएर अनेकौं लाभहरू प्राप्त गरे। सद्भक्ति र पूर्ण परमात्मा बारे थाहा नपाएर जथाभावी भक्ति गर्न र मोक्ष र लाभको लोभमा मानिस भौतारिँदै विभिन्न सम्प्रदायमा लाग्छ र भक्तिको नाउँमा आफ्नो अमूल्य जीवन खेर फालिरहेको थाहा पाउँदैन। त्यस्तै दशा थियो अशोक कुमार सिंहको। उनी भक्ति गर्न प्रबल इच्छाले रामानन्दी पन्थमा गएर तल्लीन भएर भक्ति गर्न थाले। सँगसँगै ब्रह्मा, विष्णु, शिवजी र गणेशको भक्ति पनि छुटाउँदैनथे। हनुमान चालिसा, सरस्वती चालिसाको पाठ उनी नित्य गर्दथे। किडनी र मुटुको समस्या झेलिरहेका उनी केही गर्दा पनि रोगमुक्त हुन सकेनन् र कुनै लाभ र शान्ति पनि पाएनन्। उनी चिन्तित भएर अब के गर्ने, कसको भक्ति गर्ने उपाय थाहा नपाई रनभुल्लमा पारे। उनको जीवनमा उज्यालो त्यति बेला आयो जब परमात्माको कृपाले उनले तत्वदर्शी सन्त लिखित ज्ञान गंगा पुस्तक भेटेर पढे। त्यस पुस्तकको ज्ञानले उनले पूर्ण ब्रह्मको पहिचान गरे र तत्वदर्शी सन्त चिने, पूजा पद्धति थाहा पाए। शास्त्र विधि विपरीत भक्ति गर्नु बालुवा पेलेर तेल निकाल्न खोजे जस्तै व्यर्थ हो भन्ने ज्ञान उनलाई आयो र उनी विश्वासको साथ तत्वदर्शी सन्तको नामदान केन्द्र पत्ता लगाई त्यहाँ पुगे। तत्वदर्शी सन्तसँग मन्त्र दीक्षा लिए। त्यसपछि जे भयो उनकै मुखबाट सुनौ। नमस्कार सर। साहेब, सर के नाम होला तपाईँको? मेरो नाम अशोक कुमार सिंह हो। अशोक जी, तपाईँ कहाँ बस्नुहुन्छ? म छिनपा 5 महेन्द्रनगर सखुवामा बस्छु। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? सन्त रामपालजी महाराजबाट मैले 2022मा नाम दीक्षा प्राप्त गरेँ। अशोक जी, तपाईँ के काम गर्नुहुन्छ? म शिक्षक पेसासँग आबद्ध छु। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले तपाईँ के कस्ता भक्ति साधना गर्नुहुन्थ्यो? सन्त रामपालजी महाराजबाट दीक्षा लिनुभन्दा पहिले मैले रामानन्दी भएर ब्रह्मा, विष्णु, महेश, गणेश आदि इत्यादि देवी देवताहरूको चाहिँ पूजा पाठहरू गर्ने गर्थे। साथै शिवजीको पनि चाहिँ पूजापाठ चाहिँ गर्ने गर्थे। हनुमानजीको चाहिँ हनुमान चालिसा पढ्ने, साथै यो सरस्वतीजीको सरस्वती चालिसा चाहिँ गर्ने आदि इत्यादि चाहिँ पाठहरू चाहिँ पनि गर्ने गर्थे। तर पछि चाहिँ ज्ञान भएपछि चाहिँ यो सबै चाहिँ व्यर्थ रहेछ भन्ने कुरा चाहिँ थाहा पाइयो। तपाईँ रामानन्दी पन्थमा लागेर विभिन्न देवी देवताहरूको पूजा आजाका साथै हनुमान चालिसा, सरस्वती चालिसाको पाठ गर्नुहुन्थ्यो। यी सबै साधनाहरू गर्दा गर्दै पनि सन्त रामपालजी महाराजको शरणमा किन जानुभयो? अब मैले चाहिँ जुन यो विभिन्न देवी देवताहरूको पूजापाठ गर्दा वास्तविकमा जुन एउटा मनकामना हो अथवा जुन उहाँबाटहरू लाभ हुनुपर्ने हो त्यो लाभहरू देखिएन। साथै मैले चाहिँ ज्ञान कुनै जस्तै ज्ञान गंगा भन्ने जुन हाम्रो सन्त रामपालजी महाराजजीको चाहिँ पुस्तक मैले पढ्दाखेरि त्यसमा चाहिँ मैले ज्ञान प्राप्त गरेँ कि अन्य देवी देवताहरूको यो पूजापाठ विभिन्न किसिमका पाठहरू, यो हनुमान चालिसा, सरस्वती चालिसा आदि इत्यादि पढ्नु यो सबै व्यर्थ रहेछ। विभिन्न प्रकारका यो जुन चाहिँ व्रतहरू बस्ने यो सबै कुराहरू व्यर्थ रहेछ। वास्तविकमा यो परमात्मा भनेको, पूर्ण ब्रह्म भनेको यो जति पनि देवी देवताहरू छन् यी देवी देवताहरूका मालिक, सबैको चाहिँ यो संसारमा सबैको मालिक भनेर हामीले चाहिँ त्यो पुस्तकबाट पूर्ण ब्रह्म कबीर साहब हुनुहुन्छ र उहाँको ज्ञानलाई चाहिँ हाम्रो सन्त राम तत्वदर्शी सन्त रामपालजी महाराजले
विभिन्न पुस्तकद्वारा विभिन्न आश्रम बनाए चाहिँ ज्ञानहरू चाहिँ हामीलाई जुन बाँड्नुभयो त्यसबाट सत्य कुराहरू चाहिँ थाहा पाइयो र त्यो कुराहरू थाहा पाएपछि बल्ल चाहिँ थाहा लाग्यो कि वास्तविकमा यो हामीले जुन रामानन्दी भएर जुन विभिन्न किसिमका पूजापाठहरू गरिरहेका थियौँ ती सबै व्यर्थ रहेछ। सत्य कुरा भनेपछि त सन्त रामपालजी महाराजले जुन ज्ञान दिइराख्नु भएको छ त्यो नै सत्य रहेछ भनेर चाहिँ मैले चाहिँ त्यो ज्ञान गङ्गाबाट नै प्राप्त गरेँ। त्यो प्राप्त भइसकेपछि सन्त रामपालजी महाराजसँग चाहिँ दीक्षा प्राप्त गरेँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएर भक्ति साधना गरेपछि श्रद्धालुहरूलाई विभिन्न लाभहरू प्राप्त भएको कुरा उहाँको विशेषहरूले बताउनुहुन्छ। तपाईँ पनि अहिले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएर भक्ति साधना गर्दै हुनुहुन्छ। के तपाईँलाई पनि लाभहरू प्राप्त भएका छन्? मलाई पनि धेरै चाहिँ लाभ प्राप्त भएको छ। अब भनौँ भने शारीरिक लाभ भन्दाखेरि मलाई चाहिँ यो किडनी हार्ट सम्बन्धी चाहिँ केही समस्याहरू देखियो। केही दिन चाहिँ यसो किडनीतिर चाहिँ पेन गर्ने जस्तो समस्याहरू देखियो। त्यस्तै मुटु सम्बन्धी केही समस्याहरू पनि देखिएको थियो। तर जब म सन्त रामपालजीसँग चाहिँ जुडेँ त्यो दिनदेखि चाहिँ त्यो शारीरिक लाभ पनि मलाई प्राप्त भएको छ। त्यसै गरी चाहिँ अर्को ठुलो लाभ भनेपछि एक्सिडेन्टबाट मेरो जान जोगियो। म चाहिँ छोरालाई लिएर आइरहेको थिएँ। त्यो ट्रकको चक्का खुलेर मेरो मोटरसाइकलमा चाहिँ ठोकियो र त्यसमा पनि जसले पनि हेर्थ्यो त्यो घटना त भन्थ्यो कि तपाईँ दुवैजना कसरी बाँच्नुभयो, मोटरसाइकलसम्म पनि खसेन र तपाईँ दुवै बाउ छोरालाई साधारण चाहिँ खुट्टा यसो भाँचिएर पनि कसरी बाँच्नुभयो, यो त वास्तविकमा परमात्माको चाहिँ दया नै भएको हो। मलाई पनि वास्तविकमा लाग्यो कि त्यत्रो ठुलो एक्सिडेन्ट भएको थियो, त्यहाँ त हामी दुवै बाउ छोरा चाहिँ त्यही चाहिँ खत्तम हुने थियौँ। तर परमात्माको दया भएको कारण म दुवै चाहिँ बाउ छोरा सन्त रामपालजी महाराजको दयाले चाहिँ बच्न चाहिँ सफल भए। आर्थिक लाभ पनि मलाई धेरै भयो। म एक्लै चाहिँ जागिर गरिरहेको थिएँ र श्रीमतीले पनि म पनि जागिर गर्छु भन्ने इच्छा जाहिर उसले गर्थे, पढे लेखेकी थिइन्। तर जब म यो सन्त रामपालजी महाराजसँग जुडेँ, उहाँको नाम दीक्षा लिए र ज्ञान प्राप्त गरेँ र त्यो ज्ञानको अवलम्बन गरी उहाँकै पथ प्रदर्शनमा हिँडेँ। त्यो दिनदेखि मेरो श्रीमतीको पनि जागिर भयो र दुवैजना जागिरे भएपछि अहिले चाहिँ घर परिवार छोराहरू सबै राम्रो चाहिँ सबै कुराको व्यवस्था भएको छ। उसलाई छोराहरूलाई पढाइ लेखाइ पनि राम्रै भएको छ। आफ्नो कमाइले एउटा बिल्डिङ पनि आफ्नो बनाए, साथै केही जग्गाहरू पनि खरिद गरे। यसरी अब परमात्माको दयाले एउटा पारिवारिक मा चाहिँ अब केही कुराको चाहिँ कमी मलाई रहेको छैन। परमात्माले सम्पूर्ण कुरा चाहिँ पुर्याइदिनु भएको छ। अब मेरो परिवार नै चाहिँ एकदम सम्पन्न भइसकेको छ, खुसियाली छ। तपाईँले पहिला जुन देवी देवताहरूको भक्ति साधना गर्नुहुन्थ्यो, अहिले के सन्त रामपालजी महाराजले ती देवी देवताहरूको भक्ति साधना छुटाउनु भएको छ कि अहिले पनि गर्दै हुनुहुन्छ? सन्त रामपालजी महाराजले अहिले हाम्रा ती देवी देवताहरूको चाहिँ जुन भक्ति छ त्यो भक्ति छोडाउनु भएको छैन। पहिले चाहिँ हामी ती देवी देवताहरूको भक्ति शास्त्र अनुकूल गरिरहेका थिएनौँ। तर अहिले उहाँको शरणमा आएर मैले चाहिँ असल ज्ञान, सत्य ज्ञान प्राप्त गरेको छु र त्यही अनुरूप शास्त्र अनुकूल जुन देवी देवताको भक्ति गर्नुपर्ने हो त्यो पनि गरिरहेको छु र साथै जुन सम्पूर्ण देवी देवताहरूको मालिक हुनुहुन्छ पूर्ण ब्रह्म कबीर साहब, उहाँको चाहिँ मैले पूजापाठ पनि गरिरहेको छु। र यसरी चाहिँ हाम्रो सन्त रामपालजी महाराजले कुनै ब्रह्मा विष्णु महेश अथवा अन्य देवी देवताहरूको पूजा चाहिँ भक्ति चाहिँ छोडाउनु भएको छैन।
हामीले उहाँहरूको भक्ति गरि नै रहेको छौँ, तर अहिले चाहिँ शास्त्र अनुकूल गरिरहेको छौँ भने पहिले चाहिँ शास्त्र अनुकूल होइन मनमुखी गरिरहेको थिए। हाम्रो गाउँ समाजमा प्राय मानिसहरू भन्ने गर्छन् कि सन्त रामपालजी महाराजले शास्त्रहरूलाई तोडमोड या अर्थको अनर्थ लगाएर प्रवचन गर्नुहुन्छ। तपाईँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ, यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? मलाई चाहिँ एउटा यही सन्त रामपालजी महाराजसँग जुट्नुभएका भक्तले भन्नुभयो कि तपाईँ चाहिँ यति पढे लेख्नुभयो, कहिले चाहिँ शास्त्र पल्टाएर चाहिँ केही कुरा ज्ञानको चाहिँ धर्मको धार्मिक कुरा केही चाहिँ खोज्नु भएको छ? अनि मैले भने त्यो त मैले खोजेको छैन। अनि त्यस कारणले उहाँले नै भन्नुभयो कि एकचोटि तपाईँ धार्मिक पुस्तकहरू चाहिँ पल्टाएर हेर्नुहोस्, गीता हेर्नुहोस्, वेदहरू हेर्नुहोस्, त्यसमा चाहिँ के लेखेको छ। अर्काले जे कुरा भन्यो त्यहीमा चाहिँ एउटा मास्टर डिग्री गरेका चाहिँ व्यक्ति भएर पनि तपाईँ चाहिँ मनमुखी जसले भन्यो जे भन्यो त्यही चाहिँ तिर लाग्नुहुन्छ भने यो त तपाईँको पढे लेखेको के काम? वास्तविकमा त्यो कुराले मलाई धेरै चाहिँ भित्रसम्म चाहिँ त्यो कुरा लाग्यो र मैले चाहिँ वेद र गीताहरू पल्टाएर हेरेँ र त्यो हेर्दाखेरि त के पाएँ भने वास्तविकमा मैले जुन रामानन्दीका ब्रह्मा विष्णु महेशलाई नै पूर्ण ब्रह्म भनेर जुन पुजिरहेको थिएँ त्यो त सबै बेकार रहेछ। मैले चाहिँ कुन गलत बाटोमा लागेको रहेछु भन्ने कुरा मलाई महसुस भयो र त्यस कारणले म सम्पूर्ण जति पनि हाम्रा शिक्षित वर्गहरू हुनुहुन्छ जसले चाहिँ मास्टर डिग्री गरिसक्नु भएको छ, पिएचडी गरिसक्नु भएको छ, उहाँहरूलाई पनि अनुरोध छ कि कसैले सुनाएको भरमा हजुरहरूलाई सन्त रामपालजी महाराजको ज्ञानलाई चाहिँ नराम्रो नमान्नुहोस्। हजुरहरू आएर कम्तीमा पढे लेख्नु भएको छ, ज्ञानी हुनुहुन्छ, अनि यहाँ चाहिँ धर्मशास्त्रहरू पल्टाएर हेर्नुहोस्। त्यो पनि आफूसँग छैन भने यहाँ हाम्रो सन्त रामपालजी महाराजको आश्रम यो बेलाचापी महेन्द्रनगरमा छ, त्यसमा आएर चाहिँ विभिन्न शास्त्रहरू छन्, त्यो शास्त्रहरू चाहिँ पल्टाएर हेर्नुहोस्। त्यहाँ अवश्य हजुरहरू पनि जुन एउटा मनमुखी ज्ञानमा प्रचारमा लाग्नु भएको छ त्यो भक्ति छोडेर पक्का म जस्तै तपाईँ पनि ज्ञान बुझ्नुहुनेछ र सन्त रामपालजी महाराजको शिष्य बन्नुहुनेछ। यो भन्दै मैले चाहिँ यो सम्पूर्ण चाहिँ शिक्षित समाजलाई चाहिँ अनुरोध गर्न चाहन्छु। तपाईँको इन्टरभ्यू हेरेर बसिरहनुभएका रामानन्दी पन्थ तथा अन्य श्रद्धालुहरूलाई के भन्न चाहनुहुन्छ? जति पनि रामानन्दी पन्थमा लाग्नुभएका भक्त समाज हुनुहुन्छ उहाँहरूलाई मैले एउटा आग्रह गर्न चाहन्छु कि वास्तविकमा हजुरहरू पनि जुन एउटा मनमुखी ज्ञान को पछाडि चाहिँ लाग्नु भएको छ त्यसलाई छोडेर एउटा शास्त्र अनुकूल भक्तिमा चाहिँ लागौँ। जुन शास्त्रहरूलाई यदि केही कुरा बुझ्न सकिएको छैन भने यहाँ चाहिँ हाम्रो आश्रममा आएर त्यो कुरालाई बुझ्नुहोस् र सत्य ज्ञान सन्त रामपालजी महाराजसँग दीक्षा लिएर प्राप्त गर्नुहोस् भनेर मेरो यही अनुरोध सम्पूर्ण रामानन्दी भक्त समाजसँग छ। यदि कसैले सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन चाहनुहुन्छ भने उहाँबाट मन्त्र दीक्षा कसरी प्राप्त गर्न सकिन्छ? नेपाल तथा इन्डियाका विभिन्न टिभी च्यानलहरूमा हाम्रो सन्त रामपालजी महाराजजीको सत्सङ्ग चलिरहेको हुन्छ। त्यो सत्सङ्गको तल चाहिँ पट्टीमा मोबाइल नम्बरहरू दिएको हुन्छ, त्यो मोबाइल नम्बरमा कन्ट्याक्ट गरेर हामी नाम दीक्षा लिन सक्छौँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनको लागि के कुनै शुल्क पनि तिर्नुपर्छ? सन्त रामपालजी महाराजबाट नाम दीक्षा लिनको लागि कुनै शुल्क तिर्नु पर्दैन, निशुल्क हामीले नाम दीक्षा लिन सक्छौँ। धन्यवाद। सत साहेब। तपाईं सुन्दै हुनुहुन्थ्यो जगद्गुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको मङ्गल प्रवचन। अधिक जानकारीका लागि भिजिट गर्नुहोस् हाम्रो वेबसाइट www.jagadgururampalji.org। सन्त रामपालजी महाराजजीको शुभ आशीर्वादले पूरा विश्वभरमा 500 भन्दा पनि अधिक मन्त्र दीक्षा केन्द्रहरू छन्।
जसमा सन्त रामपालजी महाराजज्यूद्वारा अनलाइन निशुल्क मन्त्र दीक्षा दिँदैछ। आफ्नो नजिकको मन्त्र दीक्षा केन्द्र पत्ता लगाउनका लागि सम्पर्क गर्नुहोस् 98 511 89 381।